Guys, let's spend a beautiful morning together. आजको मर्निङ हामी हिमालय हाइडवे रिजोर्टमा ब्रेकफास्टको लागि जाँदैछौँ। टाइम बचाउनको लागि म गाडीमै रेडी हुँदैछु। युजुअली अरू बेलामा पनि म एकदमै सफ्ट अनि सर्ट मेकअप गरिरहेको हुन्छु। यो मेकअप म हजुरहरूलाई कुनै बेला रियल टाइममा पनि देखाउने छु कि कतिको फास्टरमा रेडी हुन्छु। र आधा बाटोमा म रेडी भइसकेर हामी हिमालय हाइडवे रिसोर्टको गेटमा पुगिसक्छौँ। यो होटल थाइल्यान्डको द सेन्टेरा कलेक्सनको वान अफ द होटल्स हो। हामी भित्र पसिसकेको छौँ र ब्रेकफास्टको लागि हामी ठाउँ रोज्दैछौँ। पहिला त हामी टेरेसमा गर्ने डिसाइड गर्यौँ, पछि त्यहाँ हामीलाई त्यति ठिक नलागेर हामी पुल साइडको हटमा आएर बस्ने डिसाइड गर्यौँ। ब्रेकफास्ट एकछिन रेडी हुँदा हामी पुल एरियातिर घुम्नको लागि निस्केको हुन्छौँ र एकछिनमा ब्रेकफास्ट आइसक्छ। हामी ब्रेकफास्ट गर्नतिर लाग्छौँ। यो सानो ब्युटिफुल हट मुनि बसेर एकदमै धेरै गफ गर्दै हामी डेलिसियस फुड खाँदैछौँ। त्यसपछि हामीलाई रुम देखाइदिन्छु भन्नुभएको थियो। हामी टाइमको कमीले गर्दा हामी एउटा मात्र टाइप अफ रुम हेर्छौँ भनेर अहिले हामी प्राइभेट पुल भएको रुम हेर्दैछौँ। यो रुम स्पेसियस छ र यसको एकदमै राम्रो फिचर्स भनेको एकदम धेरै नै स्पेसियस पुल छ, त्यो पनि प्राइभेट, र रुम पनि यसो देखिन्छ। यसको बेडरुम एकदमै सफिस्टिकेटेड र लग्जरियस छ र यसको अझ बेस्ट पार्ट भनेको यसको बाथरुम हो जुन अति नै स्पेसियस छ। र यो बाथरुममा गइसकेर म मिरर देखिहाल्ने बित्तिकै एउटा क्विक सेल्फी लिनु मन लाग्यो र हामीलाई रस थियो, त्यसैले हामी क्विकली रिटर्न भयौँ र आउने बेलामा एउटा राम्रो कपल फोटो लिएर वी लेफ्ट। थ्याङ्क